हामी चाहिँ आइसक्रिम खान लाग्छौँ। यहाँनिर साथीले चाहिँ आइसक्रिम किन्दैछ। ओ उसले किन्यो। अब यसले मलाई दिन्छ किनेर हो। आइसक्रिम खाने भए आउनु होला। कस्तो खालको आइसक्रिम किन्नु भयो भनेपछि यस्तो किनेर आइसक्रिम चाहिँ साथीको आइसक्रिम गाइस आइसक्रिम खानलाई। अनि हामी चाहिँ अब घुम्न हिँडेको जाने। पैसा नि साथीले तिर्दैछ। पैसा भएको धनी हो साथी त धनी हो। टिस्यु छ चाख्नु त मिठो छ। टिस्यु एउटा दिएर निकाल्ने एउटा पुग्छ झोलामा। त्यहाँ साइकल कसरी पुऱ्याउनु? साइकल नि छ हाम्रो। अब साथी चाहिँ उता जाँदैछ। खाऊ खाऊ कहाँ बसेर खाने? उता जाउँ न पानीको छेउमा बसेर। हामी दुईजना छौँ आइसक्रिम खाँदैछौँ। अब हामी चाहिँ यहाँबाट रोड काट्दैछौँ। बाटो यस्तो छ टक्क लाएर बाटो काट्ने ठाउँ यस्तो छ। हामी जाँदैछु। अनि यस्तो ठाउँ छ यहाँ चाहिँ। वाह कस्तो राम्रो छ। के भनेको मिल्छ। यो ठाउँ चाहिँ यस्तो छ साथीहरू गाइसहरू। यहाँ चाहिँ यस्तो छ। चुयो चुइँदो रहेछ। साथीको चाहिँ आइसक्रिम चुहेको अवस्था हो। ल मेरो नि चुयो हेर्न हातमै चुयो त। ल कति छिटो चुहेको। अब हामी दुईजना बसेर खान्छौँ। सब चुयो। यस्तो छ ठाउँ चाहिँ। खाऊ केटी खाऊ। हाम्रो आइसक्रिम चाहिँ चुइरहेको छ। बोल न बोल बहिनी। म आइसक्रिम खानु नभने सकेर बोल्छु। कस्तो दामी सिन्देको खाँदै भाइ। कति छिटो चुहिएको है। यसरी चुहिरह आइसक्रिम चाहिँ हामीले त्यो चुहिरह। मिठो छ है तर हात धुने ठाउँ पनि रहेछ यही पानीमा। करेन्ट लाग्ला है। यहाँको के हुन्छ? ला बुइबडी चुहियो त के हो। मान्छेहरू छ यहाँ चाहिँ। मेरो हाती दुख्छ टमाटरसँग। म अदनको यतापट्टि छिटो चुइँदो रहेछ क्या हो क्या। उतापट्टि अलि लेट चुइँनु। कपडामा लाग्यो। आइसक्रिम जत्रै देखेको छ त अनुहार त। कत्रो डल्लो बनाएको त। कत्रो देखेको है आइसक्रिम जत्रै। कति धेरै चुयो यार मेरो त। अब हात धुने ठाउँ चाहिँ हाम्रो यही छ पानी टिम। भने ल मेरो साथीले चाहिँ मलाई आइसक्रिम किनिदिएको होइन। मेरो साथी चाहिँ धनी हो त्यही भएर आइसक्रिम किनिदिएको। अरू किनेर पैसा छैन। के अरे अरू किनेर पैसा छैन भने अनि यत्रो भयो नि किनेर यत्रो मान्छे जत्रै आइसक्रिम। भन न मा त किनिदिन्छु फेरि। यो बुइमा चुहिएको चाहिँ के गर्नु त?
अब हामी एकछिन खाएर अनि भिडियो बनाउँछौँ है अर्को एकछिनमा भेट्छौँ है हामी हामीले चाहिँ आइसक्रिम खाइसकेर यहाँबाट चाहिँ अब हिँड्दैछौँ साथी चाहिँ ऊ त्यहाँ पुगिरहेछ साथी चाहिँ म चाहिँ अब बाटो काट्छु अफ्रिका बाटो देखाउँदैछु अनि बाटो काट्दैछु अनि साथी चाहिँ यहाँ आइपुगेको अवस्था छ अनि हामी चाहिँ यता जाँदैछु अब बाटो यता छ काट्नुपर्ने गाडी आउँदैछ सो हामी छिटो काट्यौँ ठाउँ चाहिँ यस्तो छ वा कस्तो राम्रो देखेको कता जाने साथीले पनि भिडियो बनाउँदैछ अनि यस्तो छ जाडो भइरहेछ हल्का रात पर्न लाग्यो अब साइकल चढौँ भनिरहेछ अब म चाहिँ साइकल चढ्दैछु साथीसँग लु म समात्छु ल पछाडि अब हामी दुईजना चाहिँ साइकलमा जाँदैछौँ कता लान्छ भने ल कहाँ हो समात्ने यार म त बेर्दिनँ ए ओइ 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 नलड है मुला है यसले के गर्दैछ ल साइकल चढेर जाँदैछ हामी चाहिँ होइन ठाउँ चाहिँ यस्तो छ यसै मान्छे आइरह डिजल चला मुला यस्तो छ ठाउँ चाहिँ हामी चाहिँ गएछौँ भनेर साइकलमा बचाएर छ त्यो गाडीको हट्दैन त ओइ क्यामेरामा छु त हामी त बिर्सेको बहिनी के बोल्नुहुन्छ थाहा छैन त्यो समुद्र कस्तो राम्रो पानी छ त्यहाँनिर चाहिँ ओ आयो कता जाने अब हामी त्यहाँनिर पानी छ र थाहा छैन त्यहाँनिर पानी छ रहेछ पानी अनि ठाउँ चाहिँ यस्तो छ ओइ 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 राडी बुढी त छोडिने छ कि जोड्नुपर्छ है मुलाको साग राडी बुढी त ओइ ओइ हाँस्दैछ यो बोल्दा बोल्दै बिर्सेको के त नि भिडियोमा छ भनेर त्यस्तो चाहिँ बोल्नुहुन्न है फेरि हामी खासमा त्यस्तो त बोल्दिनँ है बोल्दैन तर मुखबाट खुस्किएको मात्रै हो नि यहाँ चाहिँ कस्तो राम्रो पानी त्यहाँनिर पानी छ क्या त्यहाँनिर कस्तो राम्रो ठाउँ छ म देखाउँछु है त तपाईँहरूलाई यिनीहरू जान्छ अब यिनीहरूको अब डेट टाइम सक्यो 7-8 बजीसम्म मात्रै घुम्छ नि यिनीहरू कति बज्यो होला यहाँ कस्तो राम्रो रुख ओ नेपालको जस्तो रुख छ नि यो त कस्तो राम्रो छ यहाँनिर ओ खतरा देखेछ है यहाँ चाहिँ यस्तो छ म र साथी नै छौँ अब साथी चाहिँ उ त्यहाँ बसिरहेछ ड्राइभर हो साइकलको ड्राइभर हो अनि हामी चाहिँ यता आइपुग्यौँ अब तपाईँहरूलाई म एकछिनमा भिडियो फेरि देखाउँछु जाँदा जाँदै यस्तो छ यस्तो छ दामी छ ठाउँ चाहिँ हामी चाहिँ यता आछु उताको पनि देखाउँछु म तपाईँहरूलाई यस्तो छ वा अब यहाँ चाहिँ रात पर्न लागेको छ सो अब एकछिन हामी घुम्छौँ अनि फेरि अनि फर्किँदाखेरि म तपाईँहरूलाई देखाउँछु हामी चाहिँ यहाँबाट फर्किसक्यौँ अब यो ठाउँबाट फर्केर अब घरतिर लाग्यौँ हामी चाहिँ अब मलाई साथीले बोकेर मलाई घर पुऱ्याइदिन्छ बोकेर त होइन पनि साइकलमा चाहिँ साथी चाहिँ जाँदैछ अब यहाँबाट चाहिँ रोड काट्ने ठाउँ हो बाटो काट्ने ठाउँ त्यहाँनिर त मान्छे टन्नै छ के को रहेछ त्यहाँनिर कहाँ हो देख्दैन रहेछ होस् यस्तो ठाउँ छ मेरो साथी हो
अगाडिको धामै बोल्नु पर्छ। बकरीको धान मेरा बाँसुरे। हामी चाहिँ टिकटक बनाएर आएको छौँ अनि यहाँनिर बस्न लागेको अब अलिअलि काटी काटी हाल्नु। त्यो गाई छ हामी चाहिँ अब रात पऱ्यो होइन घर जाँदैछु सर्जनलाई म चाहिँ चलाउँदैछु। रोक पनि रोक कहाँ हो यार समात्ने छ ए यहाँ लु म चाहिँ ड्राइभर हो स्पेसल ड्राइभर दाई अब साथीले मलाई घर पुऱ्याउँदै के हो यार स्टार्टै हुँदैन यार राम्रो बस्छ बसेपछि मैले के समातेँ रे मलाई केही समाज छैन पुरा राम्रो समातेँ। लु हामी चाहिँ गरिनेको अब कस्तो लाग्यो आजको दिन बहिनी मलाई एकदम रमाइलो आनन्द एक हप्ताको कामै गरे काम जस्तो पायो लाग्यो। होइन कामै नगरे जस्तो फिल भयो कि। अब हामी चाहिँ घर जाँदैछौँ अनि के हो, तिमीलाई चाहिँ कस्तो लाग्यो? एकदम दामी झ्याकास लाग्यो झ्याकास अनि गाइजहरूले के भन्न चाहन्छ त बहिनी? गाइजहरूलाई हामीलाई सबैजनाले अँ। माया गरिदिनु होला। लु गाइज हामी चाहिँ अब लु गाइज हामी चाहिँ अब घर जाँदैछौँ अनि यदि तपाईँहरूलाई हाम्रो भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। सेयर पनि गरिदिनु होला भन्दै हामी अर्को चाहिँ भिडियोमा भेटौँला बाई बाई गाइस। बाई गाइज बाई